हेलो 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 सम्पूर्ण साथीहरूमा नमस्कार। आज मेरो छुट्टी छ र छुट्टी भएको कारणले म चाहिँ साथीभाइहरू काम गर्ने साइटतिर म जानेछु, जुन चाहिँ धेरै टाढा रहेको छ र हामीहरूको कम्पनीभन्दा बेग्लै फाल्तै अलग्गै ठाउँमा हो, जुन चाहिँ केमिकल वेयरहाउस भन्छ, जुन चाहिँ कम्पनीका केमिकलहरू चाहिँ डिस्पोज गर्ने ठाउँ हो र यो चाहिँ धेरै टाढा छ र म चाहिँ फर्स्ट टाइम जाँदैछु साथीभाइहरूसँग। यहाँदेखि लगभग तपाईँको 45-50 मिनट अथवा 1 घन्टाको यात्रा पुगेपछि मात्र हामी चाहिँ केमिकल वेयरहाउस पुग्छौँ भन्ने कुरो साथीभाइले गर्नुभएको छ र म चाहिँ साथीभाइहरूसँगै यात्रा गरिरहेको छु। अब जाँदै गर्दाखेरि बाटोमा देखेका दृश्यहरू म तपाईँहरूलाई देखाउने छु र जुन चाहिँ दृश्य हेरेर मनोरञ्जन ल्याउनु होला है त साथीहरू। ल चाहिँ हामी अगाडि बढिराखेका छौँ भने यो बाटोमा चाहिँ वरिपरि दायाँ बायाँ ब्लक गरिराखेको रहेछ, जुन चाहिँ निर्माण कार्य भइरहेको रहेछ बाटोमा। त्यही भएर चाहिँ यहाँ बाटो ब्लक गरेर अलिकति सानो बनाएको छ, तपाईँहरूले सजिलैले देख्न सक्नुहुन्छ। र भनेपछि अगाडिपट्टि एकदमै ठुलो टेलर भन्छ यहाँ, तर चाहिँ नेपालीमा ट्रक, एकदमै अगाडिपट्टि गाडीहरू बोकेर 2 खन्ना गाडी तल अनि माथि 2 तलामा गाडी बोकेर गइरहेको छ, जुन चाहिँ साना कारहरू हुन्, साना कारहरू बोकेर गएको छ। भनेपछि लगत्तै यसलाई हामी क्रस गरेर अगाडि बढ्यौँ र जुन चाहिँ यहाँको दायाँ बायाँको दृश्य यस प्रकार रहेको छ, तपाईँले सजिलैतिर देख्न सक्नुहुन्छ। भनेपछि हामी अगाडि बढिराखेका छौँ। अगाडिपट्टि रहेको छ एउटा सानो ब्रिज, त्यो ब्रिजको मुनिबाट हामी छिरेर लगत्तै अगाडि बढ्नेछौँ। जुन चाहिँ त्यो ब्रिजले दायाँ बायाँ जाने मान्छेहरूको लागि सहज बनाएको छ। भनेपछि यहाँ हामी चाहिँ एकदम स्टेज सिधा गइराखेका छौँ। यो बाटो अलिकति साँघुरो बनाउनुको मेन कारण भने निर्माण कार्य जारी नै रहेको कारणले गर्दाखेरि अलि सानो साँघुरो भएको रहेछ र हामी चाहिँ अगाडि बढ्दैछौँ। अगाडि बढ्दै जाँदाखेरि जुन चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ वरिपरिको दृश्य पनि यो रुख बोट बिरुवाहरूले तन्न भरिएको छ। भने अब चाहिँ यो सानो ब्रान्च रहेछ, यो ब्रान्च रोड छुटिएको सानो हाँगाबाट हामी चाहिँ अगाडि बढ्यौँ। जुन चाहिँ अगाडि बढ्दैछौँ भनेपछि अगाडि थोरै अगाडि गएर एउटा सिग्नल देखिया परेको छ र जो सिग्नललाई हामी चाहिँ लेफ्ट टर्निङ लिएर चाहिँ हामी अगाडि बढ्नेछौँ। भनेपछि थोरै अगाडिपट्टि पनि कम्पनी अथवा बिल्लाको छेउछाउमै हो। यो चाहिँ ब्रिटिस आर्मी क्याम्प रहेको छ भन्ने कुरो र चाहिँ आर्मी क्याम्प रहेको छ पनि, जुन चाहिँ म तपाईँहरूले त्यो दृश्य पनि देखाउने नै छु जाँदै गर्दाखेरि। अहिले चाहिँ जब सिग्नल आयो भनेपछि तपाईँहरूले देखाउने छु सिग्नल क्रस गर्नु बित्तिकै। ल अब चाहिँ हामी चाहिँ यो सिग्नल पनि अब क्रस गऱ्यौँ र यो अगाडिपट्टि रहेको छ, यो चाहिँ ब्रिटिस आर्मी क्याम्प हो, ब्रिटिस आर्मीहरूको क्याम्प हो। भनेपछि यो भित्र चाहिँ अहिले आर्मीहरू चाहिँ छैन, खाली रित्तै छ। किन भनेपछि युद्धको प्रभावले गर्दाखेरि यहाँबाट हटाइएको छ, यहाँको गभर्मेन्टले हटाएको छ। जुन चाहिँ यहाँ औद्योगिक क्षेत्र प्लस मान्छेहरूको बसोबास गर्ने ठाउँ भएको कारणले गर्दाखेरि यहाँबाट सजिलो तरिकाले अर्को ठाउँमा सारेको छ अहिले। भनेपछि यहाँ त्यस्तो आर्मीहरू चाहिँ छ भन्ने कुरो छैन। अब चाहिँ हामीले आँखा पनि देखेको छैन, खासै यहाँ छ जस्तो त पनि लागेको छैन र यहाँबाट हटाइसक्यो भनेको छ। भनेपछि यहाँ खालि केही सामानहरू भौतिक पूर्वाधारहरू चाहिँ होला है त। हामीहरू ब्रिटिस आर्मी क्याम्प कति लगत्तै हामी चाहिँ दायाँबाट लागेर यो रुटलाई चाहिँ पक्रिसकेका छौँ। जुन चाहिँ यो रुट यस प्रकार रहेको छ र यो रुटमा म आएको छैन र यो चाहिँ मेरो एकदमै नयाँ हो। भनेपछि हाम्रो साथीहरूको काम गर्ने ठाउँ नै यति हो। यो डिपार्ट वाइज फरक भएको कारणले अब
कुन डिपार्ट कहाँ छ र कुन डिपार्टमा कुन मान्छे काम गर्छ भन्ने त्यति थाहा पनि हुँदैन। हजारौँ मान्छेहरू भएको कारणले साथै भनेपछि म लगत्तै अगाडिको दृश्य देखाउन चाहन्छु। अब चाहिँ यस्तो अलिकति विकट जस्तो देख्न थाल्यो ठाउँहरू। अहिले चाहिँ मेन सिटी सहर छोडेर पनि यता आइसकेका छौँ, जुन चाहिँ गाउँको बाटो समातिसकेका छौँ। भनेपछि यो गाउँतिर जानलाई हो गाउँ भनौँ न नेपाली भाषामा, तर यहाँ चाहिँ त्यसो भन्दैन। यो चाहिँ अलिकति टाढो विगत ठाउँ भए पनि यो भन्छ कि जुन केमिकल वेयर हाउस भन्ने गर्छ हाम्रो कम्पनीले। भनेपछि यो लगत्तै हाम्रो चाहिँ हाम्रो गन्तव्य यात्रा निरन्तर अगाडि बढिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ र निर्माण कार्य पनि एकदम जारी भइरहेको छ। यहाँनिर चाहिँ पुरा मेसिनहरू पनि रेडी भएको छ। देखि राख्नुभएको छ भनेपछि यहाँको दृश्य भ्यूहरू पनि यो प्रकार देख्न सक्नुहुन्छ है त। लगतै तपाईँहरूलाई यहाँको दृश्यहरू अवलोकन गराउँदैछौँ र सँगसँगै यहाँको वातावरण, मनोरञ्जन ठाउँ, अवस्था, भूगोल अनि यहाँको चाहिँ स्थिति के कस्तो छ भन्ने कुरा तपाईँहरू प्रत्यक्ष रूपमा मेरो भिडियोमा देखिराख्नु भएको छ। भनेपछि यहाँनिर यो ठाउँमा पनि तत्कालीनसँग निर्माण कार्य जारी नै भइरहेको रहेछ। भनेपछि अब तपाईँले सजिलो गरेर देख्न सक्नुहुन्छ। अहिले हामी ब्रिजको माथि छौँ र अगाडिपट्टि यो टेलरहरू लामो लामो सामानहरू लोड गरी चाहिँ गइरहेको छ। भनेपछि योहरू चाहिँ अहिले भर्खरै सोरेर साथीहरूले भनेअनुसार यो दमम जाने रुट हो भन्ने कुरो आएको छ र यो चाहिँ दमम जान्छ भन्दैछ साथीभाइहरू। भनेपछि यता यो साइडमा छ, यो चाहिँ रेलको लिक पनि रहेछ, ट्रेन पनि रहेछ। तपाईँ मजाले रेल देख्न सक्नुहुन्छ त्यो रेलको लिकहरू। भनेपछि हामी लगतै कुदिरहेछौँ, अगाडि बढिरहेको छौँ। हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। भनेपछि हाम्रो साथीभाइहरू एकदमै मनोरञ्जन दिइरहेको छु र तपाईँहरू पनि मजाले आनन्द लिनुहोस् यो भिडियो मार्फत होइन। यहाँ आउन नसके तापनि यो भिडियो हेरेर तपाईँहरूले मजाले यहाँ आएको फिल पाउनुहुनेछ र यो ठाउँ कस्तो रहेछ होइन, यो ठाउँ के रहेछ भन्ने मजाले तपाईँहरू यो सजिलै प्रकारले यो भिडियो मार्फत देख्न सक्नुहुन्छ। र अब चाहिँ हामी बालुवाको पहाड भएको ठाउँतिर आउन सुरु गरिसक्यो। तपाईँहरू यो अगाडि जुन चाहिँ देख्न सक्नुहुन्छ त्यो भनेको बालुवाको पहाड भएको ठाउँ हो र लगतै जुन चाहिँ त्यो पहाड नै क्रस गरेर हामीहरू जानुपर्ने हुन्छ। पहाड क्रस गरे तापनि एकदम उता क्रस गरे लगतै हामी एकदम धेरै टाढा उता गएपछि मात्र जुन चाहिँ केमिकल ओरेन्ज हाउस पाउनेछौँ। भनेपछि र त्यो पहाड क्रस गरी पनि तपाईँहरूले देखाउनेछु है त। र यहाँनिर जुन चाहिँ यो साना साना झोपडीहरू छ यो भनेको भेडा, बाख्रा, खच्चरहरू होइन उटहरू पाल्ने एरिया हो। त्यहाँनिर आइसक्यौँ हामीहरू। जुन चाहिँ अगाडि यो सानो सानो देख्नुहुन्छ त्यो भनेको उटहरू, भेडाहरू भएको एरिया हो। सजिलोतिर देख्न सक्नुहुन्छ। भनेपछि लगतै यो हाम्रो लेफ्ट साइड हेर्नुहुन्छ यो भनेको रेलको लिक हो। यहाँ चाहिँ रेल कुद्ने गर्छ। यदि चाहिँ जाँदै गर्दाखेरि
रेल भेटिहालेछ देखिहालेछ भनेपछि तपाईँहरूलाई पनि त्यो रेल कुदिरहेको देखाउनेछु। अवश्य पनि देखिन्छ भन्ने कुरो चाहिँ साथीभाइले गर्नुभएको छ। देखिएपछि धेरै राम्रो हो है। अब लगभग हामी जानेछौँ नै। यो चाहिँ उठहरू भेडाहरूले खाने घाँस तनातन राखेको टुक्राहरू चाहिँ यो घाँस हो। यसरी रेडिमेडमै आउने गर्छ, तपाईँले हेर्न सक्नुहुन्छ है। यो सबै भेडा खाने घाँसहरू तपाईँले देख्न सक्नुहुन्छ। मलाई यो गाडीमा पनि तनातन छ। यो भनेको पुरै घाँसै घाँस हो है। अब अलि माथि डाँडा छ। यो पहाडको डाँडामा बाट हामी हेर्न सक्छौँ। यो उठहरू भेडा खसी बोका बाख्राहरू च्याङ्राहरू, यहाँ च्याङ्रा त आउँदैन त्यही पनि अब भेडा उठहरू तपाईँ देख्न सक्नुहुन्छ। अब हामी लगत्तै पहाडको धेरै बाटो पहाडको छेउछेउ हुँदै गइरहेका छौँ यति बेला भने। र यो साइडको पनि यो दृश्य तपाईँहरू मजाले देख्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ। यो यहाँको बस्तीहरू यस्तो छ। यो बस्ती भनेको त्यही हो, उट अनि भेडा बाख्रा पाल्नलाई एउटा फार्म हाउस जस्तो यो सानो आफ्नो ठाउँ बनाएको छ हेरेर। यहाँबाट चाहिँ भिडियोमा क्लियर नदेखेर पनि आँखा नाङ्गो आँखाले चाहिँ मजाले देख्न सक्छु भनेपछि। अब हामी लगत्तै पहाडको काखैमा आइसकेको छौँ। अब पहाड पनि छिचोल्ने अवस्थामा छौँ। यो पहाडले छिचोल्दै हामी जानेछौँ। र तपाईँले देख्न सक्नुहुन्छ धेरै यस्तो अवस्थामा आएको छ। पुरै बालुवाको पहाड तपाईँले देख्न सक्नुहुन्छ। यो पहाड चाहिँ हाम्रो नेपालको चाहिँ ढुङ्गा माथि नदीले बनेको हो कि यो पुरै बालुवाको पहाड हो। र यहाँको दृश्य यस्तो भएको छ। र यो चाहिँ भेडा पालेको ठाउँ हो। त्यहाँनिर पुरा बारेर भेडा पालिरहेको छ भनेपछि। अहिले चाहिँ यहाँ केही छ भने चाहिँ कुनै चाहिँ बस्तीहरू बसिसकेको छ। र दृश्य चाहिँ धेरै राम्रो छ। बहुतै राम्रो लाग्यो मलाई यहाँको दृश्यहरू यस्तो बनाएको छ। लगतै हामीहरू यहाँको यो पहाड पनि क्रस गरिसक्यौँ। जुन चाहिँ एउटा थोरै खाल्डो जस्तो रहेछ। यो पहाडी यहाँ यस्तो प्रकार रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ। भनेपछि लगतै यो अगाडिको दृश्य पनि एकदम राम्रो। झन्डै यो हाम्रो मुस्ताङको भाइब दिन्छ। ठ्याक्कै मुस्ताङको घर भइरहेको छ यहाँ देख्न सक्नुहुन्छ। सबै यो चाहिँ भेडा गोठ हो अनि उसको गोठ हो। अब हामी जाने गर्दाखेरि तपाईँहरूले देखाउनुहोस् पाइन्छ देखिन्छ। एकदम रमाइलो, एकदम राम्रो ठाउँ रहेको छ। तपाईँ सबैले प्रेम देख्न सक्नुहुन्छ। ठाउँ एकदमै राम्रो। यति राम्रो ठाउँ छ कि यस मलाई त अत्याधिक मन पऱ्यो है। जाँदा यति राम्रो सुन्दर ठाउँ आयो कि जुन चाहिँ मनै लोभ्याउने छ। तपाईँहरूले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ भनेपछि म यसको भरपुर आनन्द लिइरहेको छु। र यो पछाडिपट्टि साइडमा यति राम्रो छ कि
आहा क्या मिठो छ, जुन चाहिँ मनै लोभ्याउने खालको। र यो दृश्यलाई हेरेर एकदम खुसी भइयो र खुसी भए पनि तपाईँहरू देख्न सक्नुहुन्छ जुन चाहिँ यो पछाडिपट्टिको ब्याकग्राउन्ड यति राम्रो छ कि, यति सुन्दर छ कि ओहो आनन्द आउँछ। यस्तो देख्न नपाएको धेरै भएको थियो, अब बल्ल बल्ल देख्न पाउँदाखेरि अब त्यत्तिकै हर्षित भइहालिन्छ मान्छे। यस प्रकार अगाडिपट्टि यो साइडमा मजाले देख्न सक्नुहुन्छ। एकदमै राम्रो। यहाँको दृश्य हेर्नुलायकको रहेछ। त्यहाँबाट देख्न सक्नुहुन्छ भनेपछि यो साइडमा पनि यस्तो रहेको छ भनेपछि यो बाला पहाड र योमा तपाईँहरूले मजाले साथ हेरेर साथ दिनु होला। र यो साइडमा पनि यस्तो छ भनेपछि होइन, आनन्दसँग मजाले रमाउने ठाउँ रहेछ हाम्रो। सिधा गइरहेछौँ त्यो गाडी हिँड्ने रोड हो भनेपछि जुन चाहिँ बायाँपट्टि देखिरहेको छ त्यो रेलको लिक हो। र गाडी हिँड्ने बाटो र रेल सँगसँगै हिँड्नुपर्छ साइड साइडमा, धेरै दूर टाढा छैन। जुन चाहिँ बायाँपट्टिको यो लिक जस्तो देखिराख्नु भएको छ होला त्यो भनेको रेलको लिक हो भनेपछि यो गाडी कुद्नलाई पनि यति राम्रो बाटो छ। खैरो रङको भएको कारणले अब अगाडि जाने गर्दाखेरि अब राम्रो देखेछ भनेपछि तपाईँलाई देखाउँदैछु। यहाँ पनि एउटा अर्को पहाड परछाडि छ, जुन चाहिँ पहाडको अवस्था यो यस्तो प्रकार रहेको छ। यो पहाडमा हाम्रो जाने यहाँको देखिने दृश्य यस प्रकार रहेको छ। जुन चाहिँ यो दृश्य क्या हो गया? हाँ हाम्रो भाइले भनेअनुसार रेल स्टेसन अगाडि छ, जुन चाहिँ त्यहाँ एकदम पुरा पार्किङ गरेर राखेको छ भन्दा पनि एकदम रेडी पोजिसनमा छन् रेलहरू भन्ने कुरो चाहिँ हाम्रो भाइले सुनाउनु भएको छ। र यही अगाडि जाने गर्दाखेरि त्यो दृश्य देखेछ भने पनि म भिडियोमा कैद गर्नेछु है त। भनेपछि यो फेरि अर्को पनि यो आर्मी क्याम्प नै रहेको छ। यो सायद यो पनि फेरि आर्मी क्याम्प नै हो। एकदमै ठुलो अत्याधिक ठुलो क्षेत्रफलमा फैलिएको छ। र यहाँले भनेपछि यो चाहिँ तपाईँले रेल देख्नुहुन्छ, यो चाहिँ रेल हो।
कति लामो छ, एकदमै अत्याधिक मात्रामा लामो रहेको छ। होइन लगटे हामी यहाँले पनि सेराको दृश्य देखेर एकदमै खुसी लागेको छ। यहाँको औषध मौसम चाहिँ यस्तो रहेको छ। पुरै मरुभूमिहरू मरुभूमि क्षेत्रमा अहिलेको छ त्यति टाढा आइसकेपछि गर्दा हाम्रो कम्पनीमा पनि यस्तो भएको केमिकलहरू डिस्युज गर्ने ठाउँ हो। चाहिँ लगभग अगाडि थोरै अगाडिपट्टि हामीले लगभग आउन लाग्यो भन्ने सुन्नुमा आएको छ। कति टाढा छ अगाडिपट्टि जाँदैछौँ। देखिरहेको यो पाहाड छ, त्यो पाहाड पनि क्रस गरेर अझै उता जानुपर्छ जस्तो लागिरहेको छ। हामी यति टाढा आइसकेका छौँ कि लगभग 45 मिनट त भइसकेको छ। हामीले चाहिँ उताबाट सुरु गरेको देखि चाहिँ हिँडेको 45 मिनट भइसकेको छ। यो पाहाड पनि क्रसै गर्नुपर्ने छ। बल्ल बल्ल त्यहाँनिर पेट्रोल पम्प रहेछ। गाडीहरू चाहिँ पुरै पार्किङमा छ। पेट्रोल पम्प नै एउटा साइड पेट्रोल पम्प रहेछ। के रहेछ भन्ने कुरो अब जाने गर्दाखेरि पत्ता लागिहाल्छ। सायद मेरो अनुमान लाग्छ कि त्यही पेट्रोल पम्प नै हो जस्तो लागिरहेको छ। गाडीहरू पार्किङमा रहेछ भनेपछि क्युमा रहेछ भने यो पसलदेखि लिएर पेट्रोल पम्प पनि रहेछ। यहाँनिर पसल पनि रहेछ। यहाँनिर यो पसल यति ठाउँ एकान्तमा यति विकट ठाउँमा पनि पसल रहेको देखियो। अनकन्तार मरुभूमिमा हामीले गइसकेका छौँ। गुगल म्यापले एकदम सजिलो बनाइदिएको छ र हामी चाहिँ जान खोजेको ठाउँमा गुगल म्यापबाट पनि डाइरेक्ट चाहिँ सजिलै लोकेसन पत्ता लगाएर जान सक्छौँ। यो चाहिँ राम्रो पक्ष हो। भनेपछि त्यहाँ हिँडेर कुनै पनि सम्भव छैन। गाडी छैन भनेपछि हामी एक ठाउँबाट अर्को ठाउँ जान गाह्रो छ। हेर्नुहोस् अगाडिपट्टि पुरै यो बालुवाको चाहिँ मरुभूमि क्षेत्र भन्छ मरुभूमि। यो यसको बिचमा गयो भने चाहिँ भन्छ कि मान्छेहरू बालुवा भाँसिन्छ र बालुवा ट्रेनबाट भाँसिने गरेको छ भन्ने सुनेको छ।
सडकको भित्रबाट गाडी आउँछ। उता हाउको मार्केट एकदम अति भित्र हामी आइसकेका छौँ। कति क्रस गर अब चाहिँ यो पनि अर्को पहाड चाहिँ क्रस गर्ने तयारीमा छौँ, जुन चाहिँ अगाडिपट्टि रहेको छ। यो पनि एउटा सानो पहाड हो, जुन यो ठुलो ठुलो पहाड त हामी क्रस गरेर पनि आइसकेका छौँ भनेपछि यो चाहिँ अर्को रहेको छ। अगाडिपट्टि रहेको छ अर्को पहाड, जुन चाहिँ यसको अन्त्य हुन्छ कि अगाडि गाडी देख्न सक्नुहुन्छ। त्यो गाडी भन्दा अगाडि केही पनि देखेको छैन, त्यो चाहिँ एउटा पहाड हो र त्यो पहाडमा हामी मजाले क्रस गरेर फेरि उतापट्टिको दृश्य कस्तो देखिन्छ भन्ने कुरो हामी देख्नेछौँ। अगाडि हुन्छ बालाको पहाड अगाडिको पहाडहरू केमिकल युज गर्ने साइड पनि आइसकेको छ भन्ने कुरो सुनेको छ। यो अगाडिपट्टि देखिरहेको छ, यो चाहिँ पुरै केमिकल युज गर्ने नाम हो। यो हाम्रै कम्पनीबाट ल्याउने गर्छ। कम्पनीको विभिन्न ठाउँबाट, जस्तै हाम्रो कम्पनीमा 21वटा कम्पनीहरू रहेको छ भनेपछि त्यो 21वटा कम्पनीबाट निस्किएका केमिकलहरू लिएर चाहिँ डिस्पोज गर्ने एरिया यो हो भनेपछि जुन चाहिँ पेपर उद्योग, पेपर इन्डस्ट्रियलको लागि चाहिँ पेपर र मेटेरियल उत्पादन गर्ने ठाउँ चाहिँ यो हो। तपाईँले हेर्न सक्नुहुन्छ, सजिलो तरिकाले हेर्न सक्नुहुन्छ। भने हाम्रो गेट पार यो साइडमा केमिकल डिस्पोज गर्ने एरिया भनेपछि यो साइडमा चाहिँ वेस्ट पेपरहरूदेखि लिएर कार्टुनहरूदेखि लिएर सबै चिजवस्तुहरू लिएर चाहिँ यहाँ रिसाइकल गर्ने चाहिँ एरिया हो। तपाईँहरू सजिलो तरिकाले देख्न सक्नुहुन्छ, यो एरिया हो। यो चाहिँ रिसाइकल गरिसकेपछि पुनः पेपर बन्ने काम गर्छ। पेपर ल त्यो ठाउँमा आइपुग्यो है। लाइट भयो ल ल ल ल ल
ल ल साइपीको त साइपीको ठीक है, थोड़ा बाद में ओके। हाम्रो साथीहरू काम गर्ने साथीहरू चाहिँ यहाँ झर्न थाल्यो भनेपछि हामीहरू फर्केर जानेछौँ, लगत्तै हामी फर्केर जानेछौँ केही समयपछि है त साथीहरू। घुमेगा का पूरा कंपनी आ जाएगी, ये सब उबेकर का है ये सब। पूरा पूरा बेकार था, उधर भी है आगे हाँ। भी है, ये पूरा छोटी मोटी बाउंड्री नहीं है, तो ये पूरा जितना दिख रहा है पूरा हाँ है, बहुत लंबी वहाँ से चालू है। वो देखो ट्रांसफार्मर दिख रहा है ना, वो पहला गेट, वो साइड में हाँ ये केमिकल स्टोर, यहाँ पे केमिकल उनकल आता है और रखते हैं। हाँ केमिकल डिस्पोज करके इधर में ये साइड में। हाँ इधर रखी रहते थे पहले, हाँ। पहले तब आया नहीं पहले, हाँ हाँ ये तो पूरा जगह वही है ना, ओ वही बाउंड्री दिख रही देखो, हाँ। वही बहुत लंबी गई। जो घेरबार है। अब ये लोग फ्री पाए हैं, कचरा फेंक रहे हैं, हाँ तो बहुत बचा रहा है वो साइड में तो। ये लोग फेंकते हैं, क्या करेंगे, जो साफ सफाई करके जो पत्ता फेंकते हैं खाली मिला है। सम्पूर्ण साथीहरूमा धन्यवाद। यति दिनसम्म हेरेर साथ दिनुभयो। यदि चाहिँ भिडियो मनपर्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।